दर्शक महानुभावहरुमा मेरो नमस्कार छ। म तपाईहरुको माझमा एउटा नयाँ सन्देशमूलक भिडियो लिएर उपस्थित भएको छु। यहाँहरुले सुनेर शेयर र लाइक गरेर सहयोग गर्नुहुनेछ भन्ने म अनुरोध गर्न चाहन्छु। अहिले हाम्रो देश नेपाल विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हिसाबले जसरी एउटा संकटमा गुर्जिरहेको छ र यस परिप्रेक्ष्यमा देशमा ठुलठुला भ्रष्टाचारका काण्डहरू एकपछि अर्को सतहमा आइरहेका छन् कि अहिलेको वर्तमान सरकारले भ्रष्टाचारको शून्य सहनशीलताको नीति लिने भनेर भनिरहेको अवस्थामा तत्काल यही प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारका गृहमन्त्री लगायत यो सरकार भित्र रहेका अन्य विभिन्न विभागीय मन्त्रीहरुमा जो प्रकारको भ्रष्टाचारका केसहरू एकपछि अर्को देखिरहेको स्थितिमा देश जसरी प्रतिगमन र यथास्थितिवादको भुमरीमा फस्न खोजिरहेको सन्दर्भमा देशमा जसरी जनतामा एउटा खालको निराशा, अब यो देशमा के हुन्छ, देशमा कसरी जनताले आफ्नो जीविकोपार्जन गर्छन् भन्ने विषयले चरम रूप लिइरहेको अवस्थामा एउटा खुसीको र जनतामा एउटा आशलाग्दो नयाँ समाचार हिजो आज हाम्रो समाजमा, हाम्रो देशमा अथवा तपाईं हाम्रो मस्तिष्कमा देखा परेको छ। त्यो समाचार भनेको नेपाली जनताको जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्र विक्रम चन्द विप्लव को नेतृत्वमा चलेको पार्टी र त्यो पार्टीका नेता कार्यकर्ताले अहिलेको समय र परिस्थितिलाई मध्यनजर गरेर देशमा थुप्रो क्रान्ति भए, राजनीतिक आर्थिक क्रान्ति भए, अब यो देशमा कृषि क्रान्ति गर्नुपर्छ भन्ने महान ध्येय लिएर आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण समयलाई कृषि उत्पादनको क्षेत्रमा जोड्दै जसरी हिजो आज समाजमा अथवा तपाईहरु बीचमा आएको एउटा समाचार, खुसीको समाचार, जो पार्टीको नेतृत्वमा रहेका कृषकहरूले, पार्टी नेता कार्यकर्ताहरूले 2 किलो आलु मात्र होइन साथीहरु 2 लाख किलो आलु उत्पादन गरेर राष्ट्रिय भनौं न औद्योगिक नेतृत्व गरेका उद्योगपति विनोद चौधरीलाई बेचेका छन् र सो आलुबाट देशमा केही नयाँ खालको खाद्य चीज उत्पादन हुन्छ र यसले पनि देशको अर्थतन्त्रलाई एक प्रकारले टेवा पुग्नेछ। त्यसकारण यो महत्त्वपूर्ण जानकारी तपाईहरुका पुर्याउँदै यही संस्कार र संस्कृति सम्पूर्ण देशका राजनीतिक पार्टी, अन्य संघ संगठन, बुद्धिजीवी, कर्मचारी, कलाकार सबैले आफ्नो क्षेत्रबाट यो अभियानलाई अगाडि सार्न सक्यौं, अगाडि लिन सक्यौं भने देश अवश्य पनि उत्पादनको क्षेत्रमा अथवा आत्मनिर्भरताको प्रक्रियामा अगाडि बढ्नेछ। यसमा सबैले ध्यान केन्द्रित गरेर जाउँ। देश अवश्य पनि तपाईं हाम्रो काँधमा छ र तपाईं हामीले नै बनाउनु छ। त्यसका लागि हामी सबै एकजुट भएर जाउँ भन्ने भनौं न एउटा सुझाव यही भिडियो मार्फत यहाँहरुको बीचमा राख्छौं। हवस् त, धन्यवाद, नमस्कार।